ओप्रोले चाहिँ सही नै भने हो क्या। भोलि बालेन प्रधानमन्त्री भएर हरायो भने कहाँ खोज्न जाने? हेर्नुहोस् यो पुरा भिडियो। अस्ति म बालेनसँग भेट भएकै हो के, बालेन्द्र दाईसँग। त्यहाँ गएर अरू के कुरा गरे थाहा छैन, हामी 20-25 जना घाइते गएको थियो। त्यसपछि गएर भन्यौँ कि हामीले तपाईँको स्ट्याटसमा आन्दोलनमा म आएको हो, यो कुरा ध्रुव सत्य हो। त्यो बेला फेसबुक थिएन, केही थिएन, कस्तो थिएन, उहाँले स्ट्याटस हानिदिनु भएछ होइन, टिकटकमा त्यही आयो। अब बालेन्द्र शाहले पो चाहिँ अब एउटा युथ लिडरको चाहिँ क्याप्टेन जस्तो मान्छेले आएर छैन, महानगरपालिकाको मेन सबैको हाई होइन, उहाँले बोलाउनु भएको कुरामा त हामी त जानै पर्यो आन्दोलन त भनेर कहाँ गएर तिग्रामा सुटिन ताली पुलिसले गोली हान्दियो होइन, न एकचोटि चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्थ्यो, न के भन्थ्यो, कहाँ हरायो बेपत्ता। अहिले ऊ प्रधानमन्त्री हुनुको लाइन मारेछन्। प्रधानमन्त्री भोलिपछि प्रधानमन्त्री भएपछि कहाँ खोज्न जाने? महानगरपालिकामा त तपाईँहरू छिर्न पाउनुहुन्न यार, सिंहदरबारभित्र तपाईँहरू छिर्न पाउनुहुन्छ। भोलिपछि कार बनाउनुपर्छ, धेरै गाह्रो छ। मान्छे प्रधानमन्त्री, देशको प्रधानमन्त्री हराएको सूचना टार्नुपर्छ सडकको भित्तामा। अनि त्यसपछि गएर कुरा गरी दाइ हामीलाई त अन्यायमै पर्यौँ, हाम्रो त माग पुरा नै भएको छैन, यो चुनाव भन्छ। वास्तवमा हाम्रो यो चुनावको लागि चाहिँ आन्दोलन भएको होइन भनेपछि उहाँले के भन्नुभयो नि, तिमीहरूको आन्दोलनले गर्दाखेरि यो चुनाव अहिले हुन लागेको होइन, यो चाहिँ संसद नभएर चुनाव हुन लाग्यो भने। ए दाइ त्यसो भए त त्यो बेला चाहिँ किन पार्लिमेन्ट चाहिँ यो विघटन गर भनेर भने त्यो मेरो सुरक्षा, मेरो आफ्नो व्यक्तिगत धारणा हो रे। त्यसमा नेपाल सरकारसँग हामीले 10 बुँदे माग सम्झौता जुन गरेको छौँ नि, त्यो सम्झौतामा त अब चुनाव भइहाल्यो, तपाईँ प्रधानमन्त्री हुने भइहाल्नु भएछ है, त्यही सपना बोएर हिँड्नु भएको रहेछ। ल सिग्नेचर गरेर तपाईँहरूलाई यो काम माग चाहिँ हाम्रो माग हो, हामी पुरा गरिदिन्छौँ नि त भनिदिनु नि त भने ग्यारेन्टी छैन अरे। अब बहनु भयो त, यो गरे नि ग्यारेन्टी होइन, त्यो गरे नि ग्यारेन्टी होइन, अर्को गरे नि ग्यारेन्टी होइन, त्यो भने पनि ग्यारेन्टी होइन। हाम्रो योगदान त भाडमा जाएगा उसको लागि। अनि उसको लागि प्रधानमन्त्री बनाइदिन्छ, नेपाली जनताले भोट हालिदिनु पर्ने। के को आधारले भोट हाल्ने? क्रेजकै आधारले भोट हाल्ने भए हाल्नुहोस् क्या, हाल्नुहोस्, हेरौँला के गर्दो रहेछ हामी पनि। अर्को रवि लामिछानेको चर्चा, बिचरा 8-9वटा मुद्दा आयो, मिलाउन सके होइन आफ्नै केस। अब देश कसरी बनाउँछ? उही गृहमन्त्री हुँदाखेरि ऊ आफूले बचाउन नसके होइन, अब देश बचाउँछ। एकचोटि आएर चाहिँ बोल्यो जेन्जी घाइतेको बारेमा, जेन्जीहरूको बारेमा, माग मुद्दाको आन्दोलन के का लागि भएको थियो?